दल प्रकाश लावती लिम्बू सरको पक्षमा हामी पनि छौँ। तपाईँहरू को हुनुहुन्छ? हर्क साम्पाङले चाहिँ आफ्नो नैतिकता देखाइहाल्नु भएछ। सायद आफू पावरमा छु भनेर होला आफ्नो पावर देखाउनु खोज्नु भएको, तर त्यो ठाउँमा नेपाली जनताले नै पुर्याएको भन्ने कुरा चाहिँ नबिर्सिनु होला माननीयज्यू। एउटा भिडियो बनाएकै कारणले गर्दा चाहिँ उहाँलाई रातिको 12 बजे पक्रिनु पठाउनु भएछ। त्यसरी एउटा भिडियो बनाएकै आधारमा र काँडरमा पक्रिने हो भने त सबैभन्दा पहिला त माननीयज्यूबाटै सुरुवात गर्नुपर्ने देखिन्छ। तपाईँहरूले देखिहाल्नु भयो होला केही दिन अगाडि सदनमा सभामुखलाई धरी तैँले जे गर्न सक्छस् गर हामीलाई भनेर तँ भन्ने शब्द पटक पटक उनको मुखबाट निकाल्नु भएको थियो। यसरी एउटा माननीयज्यू जस्तो मान्छेले त्यसरी तँ भनेर बोल्नु कतिको नैतिकताले दिन्छ होला। हिजोको दिनमा रवि लामिछानेले जसरी सहकारी ठग हो भनेर उहाँले बार लालचाना लगाइराख्नुहुन्थ्यो, बालन साहब विदेशी दलाल हो, लुसिफर हो भनेर उहाँलाई पटक पटक के पो आरोप प्रति आरोप लगाइराख्नुहुन्थ्यो। फेसबुकमा उहाँहरूको बारेमा स्ट्याटस ठोकिरहनुहुन्थ्यो। यसरी एउटा भिडियो बनाएकै आधारमा एउटा स्ट्याटस ठोकेकै भरमा चाहिँ पक्रेर अनुसन्धान गर्ने हो भने अब माननीय हर्क साम्पाङज्यूलाई चाहिँ पक्रेर अनुसन्धान गर्नुपर्छ कि पर्दैन त साथीहरू? यो विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ? आफ्नो विचार कमेन्ट बक्समा जस्ताको त्यस्तै राख्नुहोला र यो भिडियो सबै नेपालीसम्म पुर्याउनको लागि भने तपाईँहरूले एक सेयर पनि गर्न सक्नुहुन्छ साथीहरू।